हाउस आयो गाइस तिमी यति राम्रो कसरी भयो भन पहिला फर्स्ट अफ अल ल हामी भ्यू देख्छौँ यसरी राम्रो भइरहेछ कमेन्ट गर्नु होला कस्तो छ भनेर ल हामी चाहिँ ट्री हाउस आएर पनि एकचोटि हल्का मैले चाहिँ भिजिट गरिसकेँ हो ल गाइस हामी चाहिँ अब दोकान जानु आँटेको बजार हो बजार जानुलाई चाहिँ रेडी सेडी भइसक्यो तर दिदीले यहाँ पानी ल्याएको छ पानी चाहिँ खानुपर्ने हुन्छ पानी चाहिँ मोस्ट इम्पोर्टेन्ट हो नि त मेरो लागि चाहिँ पानी खानै पर्छ चिसो पानी खाने अलिक गडबड गर्छ गडबड बहिनीले पनि खाँदैछ हेलो बहिनी ओइ ए लड्की मेरो बहिनी यता हेर्न अब लुक्छ हेर्न यसमा त नलुक न बहिनीको साथीहरू पनि यहाँ रहेछ कि हेर गाइस साथीलाई भेट्नु मास्क त्यो पनि लगाएको त्यो त नलगाइ मैला हो नि मेरो ऐना यही हेर ल यही हो होइन क्यामेरा युआर लुकिङ सो ब्युटिफुल मेरो बहिनी तिमी उसै पनि प्रिटी उसै गर्जस होइन उसै क्विन भन्दा कमको छैन नि होइन कुनै कन्ट्रीको प्रिन्सेस भन्दा कम चाहिँ छैन मेरो बहिनी साँच्ची रेडी हेर्नु न यहाँ नत्र होइन मेरो लागि हो अरूको लागि चाहिँ सिकाउँछ गाइस हामी चाहिँ अटो रुमलाई बसिरहेको छौँ होइन फुल प्याक आउँदैछ अब चाहिँ यस्तो दुईजना भनेर रोक्नु पर्ला जस्तो छ यहाँ आएर हुन्छ नि यहाँनिर दिदी ल फाइनली अब चाहिँ पाएँ फाइनली गाडी पाएँ लु गएर आउँछु ल होइन ल आइहाल्छ ल गएको हामी भरे आउँछौँ ल बहिनी र मैले चाहिँ बल्ल बल्ल पाएँ कसम कस्तो रिसुर्दो प्याक आइदिएको होइन है म चाहिँ भिडियो तर पुगिहाल्छ नि ल अघिसम्म हामी दुईजना थियो अब चाहिँ तिनजना भएको छ हेलो गरेर न पुरा हल्लायो तपाईँको गाडीले त के हो गाइस हामी चाहिँ ट्री हाउस एन्ट्री भइसक्यौँ अघि हो मैले क्यामेरा चाहिँ लिएको टिकट काट्नुलाई रेडी हामी चाहिँ यहाँ है ल ट्री हाउस चाहिँ आइपुग्यौँ हामीहरू पुरा यस्तो पो रहेछ है ठिकै छ औ कता गएको तिमी छिटो आऊ के वाइफाई जोड्न तिमी होइन नेट जोडेको ट्री हाउस आयो ग्यास एक झलक देखाइदिनु के चाहिँ कस्तो क्यामेरा फेरि खुल्दैन त कस्तो मन के हो बनाना ल हामी चाहिँ ट्री हाउस आएर पनि एकचोटि हल्का मैले चाहिँ भिजिट गरिसकेँ हो राम्रै रहेछ ठिकै रहेछ सो अब चाहिँ क्यामेराबाट चाहिँ खिच्नु पर्ने अरे बहिनीहरूसँग ओइ छिराइज आफू चाहिँ कहाँको लम्बु नि यहाँ चाहिँ छिटो लम्बु नि तर लम्बु त लम्बु छ बिचारा मेरो बहिनीहरू फोटो खिच्दैछ त्यता छोडिदिनु ल अब चाहिँ हामी खिच्छौँ फोटो ल्या होइन हिजो म एक्कासी आएको नि दिदी क्यामेरा प्लान त थिएन हाम्रो हिजो आएको म ल एक्सन चाहिँ दामी हुनु पर्यो है मेरो भिडियो बनाउनु पर्दैन बहिनी होइन हो भनिदेऊ न भ्लगमा भाइरल हुन्छ है तिमी फेरि है हाँसीमाया हो तिम्रो नाम ल हामी चाहिँ फोटोसोटो पनि खिचिसक्यौँ अहिले चाहिँ हामी एकदम फिडान्छ तिम्रो नाम पनि भनिदेऊ न नाम राज छेत्री 2 नम्बर घुम्न आएको कटुसे नामै कटुसी हो मलाई थाहा थिएन कस्तो राम्रो देखिरहेछ है तिमीलाई जानु पिङ खेल्नु दिदी हजुर पिङ खेल्ने म केटाकेटी हो लिङ्गे पिङ भनेको होइन अहिले एकचोटि खेल्नुपर्छ कि यहाँ चाहिँ फोटोहरू हाल्दैछ अघि खिचेको राम्रोसँगले हालिदिनुहोस् है भन्नु भएको छ नि म यहाँ आउँदा आउँदा बियोस भएको यार हामी त के साह्रो टाढो हो नि दिदी टाढो त होइन है त्यति आउँदा नि टाढो भन्छस् वहाँदेखिको अनि 2 घन्टा हेरे त गाडीमा म धुलो त्यस्तै
धुलो चाहिँ पुरा थिएछ चाहिँ हामीलाई मार्गी लाग्ने चान्स चाहिँ छ 100मा 100 होइन। ल साथीहरू म चाहिँ पिङ खेल्दैछु। रोटी पिङ हो कि लिङ्गे पिङ भन्छ? लिङ्गे पिङ होइन? ल लिङ्गे पिङ खेल्नुलाई म चाहिँ एकदम एक्साइटेड। ल हेर के डराएको ल खेल्नु न एकछिन केही हुँदैन ल। ओ बिरामी हुन्छ नि दिदी अहिले। तँ चढ न। ए डह्रो बस्यो फेरि निस्किनु खोज्दो रहेछ। ल ठेल ओ डह्रो सोमत न लड्छ। चुट्दैन बास खतरा हुन्छ स्ट्रङ। लु स्टप बिचारा रुनु आँट्यो रातो न रातो भयो। आयो कस्तो हुन्छ है मजा त मजा आउँदो रहेछ हौ। उसलाई ठेल्देऊ न तिमी बस न डर ठेल्दे ल। आयो हुट्टा न हुट्टा यसरी मजा आइरहेको थियो त मलाई त। तर कस्तो रिङ्गाट चले जस्तो लड्छ है। मजा आयो मजा आयो। कहाँबाट निस्किनु आँटेको अरे भन त बहिनी। गरिहाल्छु नि म गरिहाल्छ नि खतरा भनिदेऊ न। उसी लास्ट हाँस्छ धन्डी लडेन यार धन्डी लडेन यार। के आयो अघि नै लोकल हान्यो क्या हिजो ल्याएको नेट गयो नेट चल्दैन यहाँनिर डाटा जङ्गलभित्र चल्दैन भन्नु न तिमीले साँच्चै भनेर मलाई कुनै सेम लाग्दैछ तिमीलाई त थाहा छ हाम्रो चाहिँ चल्छ कुरा चाहिँ A1 आउँदो रहेछ बहिनीको बाइक आउँदैछ उडाइदिएला फेरि पहिला कस्तो मलाई झन्डै उडायो भन्नु भएको छैन आवाज सुन्ने साथ ब्याक भएको है तर म चाहिँ भन्नै पर्दा चाहिँ हैन हो भन न आउँदैछ हो तिमी यति राम्रो कसरी भयो भन पहिला फर्स्ट अफ अल अब त्यो चाहिँ थाहा भयो मलाई कस्तो राम्रो देख्दैछ साँच्चीमै मलाई पुरा आफूले आफूले राम्रो देख्दैछ भन्दै हेर हैन यता भनेको है मेरो पेज पनि छ मेरो अब सब्स्क्राइबर बढ्दैछ गाइस यहाँ हेर अब नयाँ न्यू सब्स्क्राइबर हेलो गर्देऊ बिग फ्यान भन्देऊ गाइस नहेरी बिग फ्यान भन्देऊ बिग फ्यान हामी फ्यान होइन गाइस मान्छे हो ए मान्छे हो सही हो हेर कुरा त खतरा ठ्याक्का पोइन्ट टु पोइन्ट यतिको चाहिँ हुनु पर्यो नि त हैन चित्तल पनि छ कस्तो के हो चित्तल हो ओइ साच्चै ओइ जाउँ न अन्त हेर्नु डुप्लिकेट ल्याएर आएको डुप्लिकेट हो लु 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 जाउँ चितुवा सितुवा हेर्नु होइन उहाँ तल्लो बाटोको मान्छेलाई हाम्रो तल्लो जङ्गलमा पनि पारेको क्या यस्तो बढी खेलेर यता निकाल्दै पुरै ला साच्चीकै पुगेन होला क्या त्यो चाहिँ होला तिमीलाई हामी आएको डराएर भाग्यो यहाँ हेर्नु सक्नुहुन्छ गाइस ला ओइ फाइट परेको कता हो यहाँ हेर्नु फाइट पर्दैछ गाइस यहाँ पर हेर्नु न ए यहाँ माथि चढेर जानु नि हेर्नु एलाउड छैन होला ए रहेछ त उयो के को एलाउड यहाँ त बारेकै छैन र सिङ हेर्नु न सिङ अम्मा कस्तो यार यिनीहरू त फाइट पर्दै थियो अघि हामी आएको देखेर डरले फेरि छुट्टिहाल्यो हामी डर आउँदैछ भनेर होला नि त डनायो डर भने जस्तो है तर यस्तै भयो नि एकदम रमाइलो लाग्दैन मलाई हाई गराए तिमी चाहिँ आइहाल्यो फेरिमा यस्तो दामी भ्यू देख्छ दामी आएको छ हो म 10 के भेट्छु जस्तो छु किन क्लियरै राम्रै आउँदैछ त अहिले मेरो क्यामेरा यहाँ आएपछि चेन्ज भयो साँच्चीमै नत्र भने नि पुरा अनुहारको दागहरू निकालिदिन्थ्यो कि अहिले एकदम क्युटी क्युटी आउँदैछ आइफोनलाई तल फ्यालिदिन्छ नि मेरो क्यामेरा यति साह्रो खतरा छ यति साह्रो युनिक आइफोन चाहिँदैन मलाई भर्खरै दिए पनि चाहिँदैन त्यो भनेको त्यो हो नि त्यो क्यामेरासँग कम्पेयर नगर न त्यो भनेको डिएसएलआर पढिहाल्यो होइन हाम्रो भनेको अब सेलफोन पऱ्यो नि त गाइस ल नि हौ घुम्यो आज रमाइलो भयो तिमीसँग भेटेर पनि रमाइलो लाग्यो बहिनीको साथीसँग भेटेर पनि तिमीलाई चाहिँ रमाइलो लागेन रमाइलो लाग्यो ल अब चाहिँ हामी रोड निस्किन हालेको रोडबाट चाहिँ जानुपर्ने बाई बाई कट्टु सेस कमेडी कस्तो राम्रो भइरहेछ कमेन्ट गर्नु होला कस्तो छ भनेर मलाई त देखेको होला सबैले हो
सब्स्क्राइब पनि गर्नु होला अनि त्यो सब्स्क्राइब गरेर मेरो टिकटकमा आएर लाइक कमेन्ट हाल्नु होला इन्डियाकोले फेरि टिकटकै चलाउनु नि त इन्डियाकोले हो म त्यहाँनेरि आएर कमेन्टमा आएर मेरो टिकटक नाम छोडेर जान्छु यतिकै चाहिँ हुनुपर्छ नि त फेरि होइन पेज छैन पेज ए हो ल मलाई चाहिँ गएर पेजमा फलो गरिहाल्नु है पेजमा पनि फलो गर 12 वटा छ मेरो आइडी हामी चाहिँ यहाँ कहिले बन्दैछ पुल बन्दैछ अरे 1 वर्ष बादमा अरे हाम्रो समय छ नि त अनि यहाँदेखि ल गाइस हामी चाहिँ अब जहाँ ट्री हाउस घुमेर पनि बहिनीलाई भेटेर पनि हामी रुम आइसकेको छु अब चाहिँ ड्रेसहरू चेन्ज गर्ने हो के साह्रो बिजी हो अन्त यसले चाहिँ चेन्ज गरिसकेको छ अनि अब म चाहिँ चेन्ज गर्नु बाँकी छ